महेन्द्रजी तपाईका बारेमा धेरै टिप्पणीहरू आउँछन्। म ती साझा टिप्पणीहरूको प्रतिनिधित्व गरेर एउटा व्यक्तिगत प्रश्न सोधौँ है। सोधौँ कि नसोधौँ? सोध्नुहोस् न, सोध्नुहोस्। तर के छ भने म आम रूपमा आएको कुरा सोध्छु, किनभने यो स्पष्ट हुने बेला पनि हो। तपाईले तपाईको बुवाले नागरिकता लिनुभन्दा अगाडि लिनुभएको, त्यसपछि बुवालाई नागरिकता दिनुभएको, छोराले बाबालाई नागरिकता दिएको नजिर छ भनेर भन्छन् कि? अब कुन व्यक्तिले कुन समयमा नागरिकता लिन्छ त्यो त के भन्ने? अब यो सत्य हो कि होइन? यो के सत्य हो? पहिला तपाईले लिनुभयो, त्यसपछि तपाईको बुवाले लिनुभएको चाहिँ बुवाको आवश्यकता जुन दिन हुन्छ बुवाले लिन्छ, जुन दिन मेरो आवश्यकता हुन्छ त्यो दिन तपाईले पहिला लिएको र बुवाले पछि लिएको भन्ने सत्य हो कि होइन? अब त्यो हो। अब यो केसँग सम्बन्धित धेरै टिप्पणीहरू आएको छ। किन यो प्रश्न? किन यो त यो बकवास हो के? यो मेरो बुवाले पहिले लिए कि मैले पहिले लिए? यो बकवास प्रश्न हो। किन सोधेको तपाईले? टिप्पणीहरू आएको छ। के को टिप्पणी आएको छ भने तपाईको जन्म मलाई त भनेको छ विदेशी नागरिक भने होइन? टिप्पणीहरू आउँछन्। यस टिप्पणी त मधेसी माथि आउँदै गर्छ नि। रातारात दार्जिलिङ देहरादूनबाट आएको टिप्पणी आएको छैन, अहिलेसम्म आएको छैन। मधेसीलाई त टिप्पणी आउनु स्वाभाविकै हो नि त, आउँछ। त्यो त टिप्पणीको प्रभाव कसले गर्छ? तपाईँ इमानदार पूर्वक बोल्ने नेता पनि हो। तपाईको कुन चाहिँ पुस्ता नेपालमा थियो? कुन पुस्ता नेपालमा थियो? अहिलेको पुस्ता नेपालमा छ। कुन पुस्ता? तपाईको पुस्ता नेपालमा भयो, त्योभन्दा बुवाको हजुरबुवाको पुस्ता होइन? त्यो हिसाबले धेरै लामो पुस्ता गिन्ती गर्ने जरुरी छैन। इमानदारीतापूर्वक भनिदिनुहोस् न, कुन चाहिँ पुस्ताबाट तपाईहरू सर्लाहीमा आउनुभयो, बस्नुभयो होइन? यो मतलब के जान्न खोजाओ तपाईले? मान्छेहरूले टीका टिप्पणी गर्छन्। मान्छेको टिप्पणी म जरुरी यो सही विदेशी सम्म भन्छन् भनेर तपाईँ आफैले भन्न दिनुस् न। त तपाईले भन्नुस् कि यस्तो? म किन भन्ने? म यो स्पष्टीकरण दिने ठाउँ हो यो? यो त आम संसार हो। गलत हो। मान्छेहरूलाई गलत हो। त्यो गलत। म यो देशको नागरिक हो। म यो देशको कुनै पनि नागरिक भन्दा सच्चा नागरिक हो, कर्मठ नागरिक हो। यो देशको धरती पुत्र हो।